सबैजनालाई नमस्ते है। यो पिकासो एप नट वर्किङ कसलाई भएको छ है? नट वर्किङ भएको छ भने यो चाहिँ 100% सल्भ हुन्छ। यो भिडियो चाहिँ पुरा फलो गर्नु होला है। म स्क्रिन रेकर्ड गरेर हजुरहरूलाई देखाउँछु। हजुरहरूले यो सबै फलो गर्नु भने तपाईँको पिकासो एप चल्छ। त्यसको लागि नयाँ मुभीहरू, नयाँ सिरिजहरू, इङ्ग्लिस, हिन्दी डब सबै आइरहेको हुन्छ क्या। साउथ इन्डियाहरूको नयाँ नयाँ फिल्म सबै चाहिँ पिकासो एपबाट हामीले हेरिन्छ भने यो चाहिँ अहिले काम गरिरहेको छैन। तर यसलाई 100% वर्क कसरी गर्छ म देखाउँछु। यहाँ स्क्रिन रेकर्डिङ गरेको छु है। सबैले मजाले हेरेर फुल वाच गरेर हेर्नुभयो भने चाहिँ तपाईँहरूको 100% सल्भ हुन्छ है। अनि यो भिडियोलाई लाइक, कमेन्ट अनि सेयर पनि गर्नु होला र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है सबैजनाले। ओके, गुगलमा गएर सर्चमा जानुहोस्, त्यसमा लेख्नुहोस् पिकासो एप भनेर लेख्नु। त्यहाँ लेखिसकेपछि यसरी इन्टरफेस खुल्छ है। पिकासो एपीके डाउनलोड लेटेस्ट V2 2026 को चाहिँ यो लेटेस्ट भर्सन है। त्यसमा गएपछि यो एपीके डाउनलोडमा थिच्नु होला। यो डाउनलोड हुन थोरै टाइम लाग्छ, त्यसै कारणले एकैछिन वेट गर्नु होला। माथिबाट यसो स्क्रिन यसो तल सारेर माथिबाट नोटिफिकेसन हेर्नु होला, त्यहाँ कति % डाउनलोड देखाउँछ है। मैले पनि देखाएको छु, यसरी हेर्नु त यसरी देखाउँछ। यसरी हुन्छ। अब इन्टरनेट अलिक स्लो भएकोले चाहिँ ढिलो डाउनलोड हुँदैछ। तपाईँको चाहिँ फास्ट छ भने अझै छिटो हुन्छ है। त्यो पनि डाउनलोड हुन आँटिसकेको छ। डाउनलोड भएपछि फुल स्टेप तपाईँले हेर्नु होला है। अनि यो भिडियो हेरिसकेपछि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला तपाईँहरूले है। सपोर्ट गरिदिनु होला यो मेरो भिडियोलाई। डाउनलोड हुन आँटेको छ है। डाउनलोड भइसक्न आँट्यो, अब थोरै मात्रै बाँकी छ। फुल स्टेप कि कसरी 100% सल्भ हुन्छ। अनि फुल इन्जोय गर्नु होला मुभीहरू हेरेर, नयाँ नयाँ मुभीहरू है। डाउनलोड भइसक्यो। डाउनलोड भइसकेपछि त्यहाँ थिच्नु होला अनि प्याकेज इन्स्टलरमा थिच्नुहोस् अनि त्यसपछि जस्ट वानमा थिचिदिनु होला। अनि सेटिङमा जानुहोस्। सेटिङमा गइसकेपछि यसलाई अन गरिदिनु होला है। फेरि इन्स्टल गर्नुहोस्। इन्स्टल हुँदैछ है। ओपन गर्नुहोस्। अब बलिउड हेर्नुहुन्छ कि हलिउड हेर्नुहुन्छ, पिकासो इज ब्याक भनेर आइरहेछ है। तपाईँको सबै राम्रो भइसक्यो। तपाईँहरूले पनि यसै गर्नु होला। अनि भिडियो, मुभी, नयाँ नयाँ सिरिजहरू हेरेर चाहिँ इन्जोय गर्नु होला हजुरहरूले है। अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला मेरो भिडियोमा है। फेरि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने कमेन्ट गर्नु होला। तपाईँहरूलाई के प्रब्लम छ, म फेरि अर्को भिडियो लिएर आउँदैछु। सपोर्ट गर्नु होला। सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गरिदिनुहोस्।